चाहिँ बबाई आइपुगेँ। सो चाहिँ म देखाउँछु हजुरहरूलाई। बबाई नदी पुल गाइस, हेर्नु त कत्रो ठुलो रहेछ हैन। सो हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सबैजना सन्चै अनि आराम हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु अनि फेरि पनि स्वागत छ हजुरहरूलाई यो मेरो नयाँ ब्लगमा। गाइस आज चाहिँ अब म नेपालदेखि निस्किन लाग्यो गाइस। कहाँ निस्किन लाग्यो भन्दा खासै टाढा त होइन, हाम्रो यहाँ छिमेकमा गाइस। अनि सो त्यही नै हो। अनि आज चाहिँ अब कपाल सपाल काटेर कपाल सपाल काट्नुपर्ने भएको छ अनि लाम भएको छ अनि म चाहिँ इन्डिया जान लाग्यो गाइस। अनि त्यो भएर अनि सो त्यही नै हो, हेर्दै गर्नु होला। अनि बिस्तारै बिस्तारै म के गर्छु, आज कस्तो के हो म सब हजुरहरूलाई सो इन्फर्मेसन दिँदै गर्नेछु। सो त्यही नै हो गाइस, हेर्दै गर्नु होला। अनि अझै अब एकछिनमा कपाल काट्न जानुपर्ने हुन्छ, त्यही हो, हेर्दै गर्नु होला। कपाल काट्ने ठाउँमा गएर भेट्नुपर्छ, गराउनु पर्ने हुन्छ। कपाल पनि काट्यो, अब यहाँबाट निस्किनु पर्ने हुन्छ। सो लेट्स सी गाइस, के आइहाल्यो गाइस। म चाहिँ कपाल काटेर आइसक्यो, कस्तो लागेको त। सो त्यही नै हो। अनि अब चाहिँ नुहाइधुवाइ गर्नुपर्ने हुन्छ। माथिदेखि पानी फालेर यहाँ पुरै तोरीहरू भिजेछ पर। अब एकछिनमा खानासाना खाएर चट्ट निस्किनु पर्ने हुन्छ गाइस। अनि चिसो सक्यो नुहाउने भनेको। सो त्यही नै हो। अहिले चाहिँ बाहिरको भ्यू यस्तो छ। आजदेखि गाइस घरभन्दा बाहिरको भिडियोहरू चाहिँ आउँछ। सो 3-4 दिनसम्म त लगातार अब बाटोमा चाहिँ भिडियो गराए पनि अब हामीले कसैदेखि इन्दै सिमै छैन मसँग, त्यो भएर अलिक समस्यै पर्छ गाइस। अब चाहिँ नुहाउनु पर्ने हुन्छ। सो त्यही नै हो गाइस, नुहाएर भेट्नु पर्छ। सो गाइस नुहाइधुवाइ गरेर म चाहिँ रेडी भइसकेँ, निस्किनलाई अब निस्किनु पर्ने हुन्छ। अनि मम्मी पनि आइसक्नु भयो। अनि अब म चाहिँ निस्किन लाग्यो गाइस, विदेशी। सो मेरो ब्याग पनि रेडी भइसक्यो, अब चाहिँ निस्किनु पर्ने हुन्छ। के हो ए सो त्यही नै हो। म चाहिँ जुत्ता सुत्ता लगाउँछु।
छिन्चु गाइस छिन्चु छिन्चु आइपुग्यो गाइस छिन्चु आइपुग्यो अब चाहिँ यहाँ निस्किनु पर्ने हुन्छ अनि यहाँदेखि अब नेपालगञ्ज गएर त्यहाँ गएर टिकट काट्ने भनिरहेको छु दाइलाई कतिवटा लैजाने लैजाने यो म लैजानु अरे लैजानु के लैजानु न लैजान्न क्या बाबु ओ रामगढ म चाहिँ बबाई आइपुगेँ सो बिहानसी म देखाउँछु हजुरहरूलाई बबाई नदी पुल गाइस हेर्नु त कत्रो ठुलो रहेछ होइन बाहिर भ्लग गरायो तर फर्स्ट हो क्या मेरो घरदेखि बाहिर भनेको फर्स्ट भ्लग गाइस सो यु क्यान से अनि बबाई आइपुग्यो अब एकछिनमा नेपालगञ्ज पुगिन्छ गाइस सो म हजुरहरूलाई के हुन्छ सबै भन्ने नै छु अनि सो त्यही नै हो मस्त जग्गा होइन गाइस हाम्रो यो बबाई खोला यो सुर्खेत एरिया त पर्दैन होला पर्दैन सुर्खेतै पर्ने सुर्खेत रोड बबाई रहेछ सो त्यही नै हो हेर्दै गर्नु होला के कस्तो लाग्छ सो प्रतिक्रियातिर दिनलाई नबोल्नु होला गाइस अनि सो यु क्यान से अनि यहाँ चाहिँ एकछिन खाना खानु रोकिरहेको छ हेरिदिनु होला मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्नु नभुल्नु होला गाइस त्यही नै हो म आएको गाडी चाहिँ यहीँ रोकिरहेछ अनि गाइस इन्डिया जानुपर्ने हो भनेर इन्डिया जानु लाग्यो कहाँ हुन्छ म इन्डिया गएर पनि हजुरहरूलाई कन्टिन्यू चाहिँ भ्लग दिन नसके पनि दिइराख्ने छु अनि सो त्यही नै हो हेरिदिनु होला माया देखाइदिनु होला गाइस कमेन्ट गर्नु चाहिँ नभुल्नु होला काम चलिरहेको छ त्यहाँ त्यही नै हो गर्मी पनि बढ्न लाग्छ गाइस नेपालगञ्जमा त वाइल्ड गर्मी छ भन्ने सुनेको थिएँ मैले अनि त्यही नै अब त घरदेखि खाना खाएर आएको के खाना खाने होइन खाना पनि खान्न गाइस सो कति त हेर्नु गाइस एकछिन अब यहाँ गाडीले रोकिरहेछ एकछिन बस्नु पर्ने हुन्छ गर्मी भयो गाइस कोल्ड ड्रिङ्क खानुपर्ने हुन्छ फ्रिजको छ फ्रिजकै दिन हिन्दी अहिलेबाट सुन्नु
एक्स ड्रिङ्क गाइज एक्स ड्रिङ्क यहाँदेखि जानुपर्ने हुन्छ सिधै नेपालगञ्जको लागि अनि त्यही नै हो गाडीहरू हिँडिरहेको छ पानी चाहिँ मस्त हिँडिरहेको क्यान्सर अहिले झ्याउ लाग्ला जस्तो भएर एक्सटेन्ड ड्रिङ्क ल जाऊ गडा यहाँदेखि गाइड म कता जान्छु नेपालगञ्ज अब एकछिन अब त्यो गाडीवाला दाइलाई फोन गरेर बोलाउनु पर्ने हुन्छ अनि आउँदै हुनुहुन्छ अरे दाइ पनि सो लेट्स सी गाइज हेर्दै गर्नु होला आज चाहिँ यहाँ बहुत गर्मी नै गर्मी रहेछ क्या कहाँ हो कहाँ गाइज अन्धा धुन्दा आइपुगे जस्तो हुने रहेछ म चाहिँ यहाँ ब्याक साइड गएर दाइले चाहिँ भेटाइसक्नु रहेछ मलाई मैले नदेखेको कि गाइज दाइले चाहिँ देख्नु आएर रहेछ अब त्यहाँ गएर टिकट सिकट काटिदिनु भयो होला सो पैसा चाहिँ दिएर धारू पैसा साट्नु पर्ने हुन्छ गाइज
म चाहिँ यहाँ यता र उता भौतारिनु परेछ गाइस। नाम यही भन्ने कहाँ हो ए उता हुने रहेछ। जानुपर्ने हुन्छ गाइस होटलमा गएर ड्रेस चेन्ज गर्नुपर्ने हुन्छ। त्यही नै हो गाइस होटलमा गएर सर्ट कपडा सपडा चेन्ज गर्नुपर्ने हुन्छ। नेपालगञ्जमा गर्मी चाहिँ वाइल्ड छ गाइस। त्यही नै हो। कौना चाहिँ होटल देख्न त देखियो भन्ने हो कि थाहा पनि भएन गाइस। अब धेरै जय नेपाल होटल देखियो गाइस। त्यहाँ गएर चट्ट फ्रेस भएर हात मुख धुनु पर्ने हुन्छ। सो त्यही नै म चाहिँ यहाँ रुममा आइपुगेँ अनि जय नेपाल होटलको रुममा आइपुगेँ गाइस। अनि म चाहिँ यहाँ एकछिन अब कपडा सपडा चेन्ज गर्नुपर्ने हुन्छ। अनि बेलुका 4 बजीतिर चाहिँ गाडी जान्छ भन्ने सुनेको थिएँ मैले। सो लेट्स सी गाइस हेर्दै गर्नु होला। त्यही नै हो अब चाहिँ एकछिन यहाँ होटलमा दाइ आउँछ अरे अनि दाइसँग भेटघाट गरेर अनि म नेपालगञ्जको बाहिरवाला भ्यू देखाउँछु गाइस हजुरहरूलाई। सो यु क्यान सी आई एम हियर मामाजी हियर। पैसा गन्दै हुनुहुन्छ के गर्दै त्यही नै हो। म चाहिँ यहाँ नेपालगञ्ज आइपुगेँ गाइस। अनि यहाँ अब एकछिन बस्नुपर्ने हुन्छ। अनि आजको भ्लग चाहिँ अझै मतलब यहीँ इन गर्नुपर्ने हुन्छ जस्तो लाग्छ मलाई। अब उता गयो पनि हुँदैन नि त सिन। अब नेपाली सिन त यहीँ नेपालगञ्जसम्म मात्रै हो नि त चल्ने। अनि त्यो भएर चाहिँ हल्का अब आफूसँग इन्डियन सिम पनि छैन। अनि इन्डियन सिम नभएको कारणले अब यहीँ अब यसो एकछिनमा भिडियो एडिट गर्नुपर्ने हुन्छ। अनि त्यही नै अब एकछिन चाहिँ यहाँ कपडा सपडा फेरेर तर्क फ्रेस हुनुपर्ने हुन्छ गाइस। अनि त्यही नै हो। म त खासै केही थिएन। अब आइयो अब विदेशतिर लाग्नु पऱ्यो होइन घरमा बसेर के गर्ने। अब त्यही नै हो गाइस। अलिअलि अब पैसा कमाउनु पर्ने भन्ने सोच हो मेरो चाहिँ। यहाँबाट हिँड्यो भने अब म जाने ठाउँमा चाहिँ अब कति दिनमा पुगिन्छ। सो हजुरहरूलाई म अर्को भ्लगमा भन्ने छु अनि हेर्दै गर्नु होला। अनि अब चाहिँ गाइस डिफ्रेन्ट ठाउँको मैले भ्लग गराउँछु। अनि चट्ट अब गाडीमै ट्राभलिङ हो क्या दिनकै। अब बिहान समथिङ कति 3 दिन जति लाग्छ होला गाइस। अनि 3 दिनमा चाहिँ पुगिन्छ होला इन्डिया त यहीँ बोर्डर गइसकेपछि यता इन्डिया त आइहाल्यो गाइस। म चाहिँ कपडा सपडा फेरेर रेडी भइसकेँ। अब गाडीमा चाहिँ गर्मी हुन्छ नि त। अनि सो ब्याग चाहिँ यहीँ छ। अनि अब आजको भ्लग चाहिँ यो भ्लग चाहिँ यतिमै इन्ड गरौँ जस्तो लाग्यो मलाई पनि। अब गर्मी छ अब उता वाइफाई साइफाई केही पनि पाइँदैन। सो भिडियो एडिट गर्नुपर्ने हुन्छ एकछिन दाइलाई पर्खेर। त्यही नै हो। लास्टसम्म हेरिदिएकोमा धेरै धन्यवाद। अनि आजको भ्लग कस्तो लाग्यो यसो भन्न चाहिँ नभुल्नु होला गाइस। अनि नेपालगञ्जको माहौल चाहिँ चलपल नै रहेछ अलिकति नै धेरै नै चलपल रहेछ। हिँडेको गाडी। सो त्यही नै हो। लास्टसम्म हेरिदिएकोमा धेरै धन्यवाद। सी यु अन नेक्स्ट भ्लग। अहिलेलाई बाई बाई। सी यु।